हेलो साथीहरु सबैजनालाई वेलकम छ मेरो भिडियोमा। आज चाहिँ म सुती नै भिडियो स्टार्ट गरिरहेको छु किनभने मेरो चाहिँ हल्का टाउको दुखिरहेको छ अनि रिङ्गटा पनि लागिरहेको छ अनि त्यही भएर म चाहिँ सुती नै भिडियो स्टार्ट गरिरहेको छु। साथीहरु सबैजनाले मेरो सुजिता अफिसियल च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नभुल्नु होला। सब्स्क्राइब भन्छ के, सब्स्क्राइब गर्न नभुल्नु होला। अनि आज विशेष भिडियो के छ भने साथीहरु म भन्छु है, फुल वाश गरिदिनु होला है साथीहरु। म चाहिँ उठे आजको भिडियो चाहिँ त्यस्तो विशेष केही पनि छैन हैन, भिडियो नबनाएको धेरै दिन भयो अनि त्यही भएर हो। अनि मैले चाहिँ हैन के भन्छ रे, यो अनलाइनबाट मैले चाहिँ एउटा सामान मगाएको थिएँ अनि सामान चाहिँ एउटा भनेर अनि अर्कै पठाइदिन्छ हैन, मिस्टेक परेछ। अब के गर्नु, अनलाइनबाट मगाएको सामानहरु सबै राम्रै आएको थियो अहिलेसम्म, जुन भन्यो त्यही नै आइरहेको थियो हैन। अबबाट अनलाइन सपिङ गर्दिन। 1650 तिरेर गाइसहरु देख्न सक्नुहुन्छ। त्यस्तो त्यो के भन्छ रे, यो कालो खालको कप छ नि, त्यो 12 वटा कप र अनि उयो सिसाको कचौडा छ नि गाइसहरु, यो सानो खालको हैन, उयो ठुलो यो बोल जत्रोको यत्रो तरकारीहरु अटाउने हो त्यस्तो पो हालेर पठाइदिन्छ क्या। अनि पैसा भने 1600 लियो कि। अनि मैले चाहिँ फाइबरको सिरक अर्डर गरेको थिएँ अनि त्यस्तो हालेर 1650 लियो। त्यही भएर कसैले पनि अनलाइन सपिङ भन्दा नि अनलाइनबाट चाहिँ सामानहरु कसैले पनि नमगाउनु होला। मगाए पनि एकदम होशियार भएर मगाउनु होला है। अब सामान आइसकेपछि चाहिँ के सामान छ यो भित्र, मैले यो सामान मगाएको थिएँ यो भित्र के छ भनेर सोधेर मात्रै रिसिभ गर्नु होला है साथीहरु। अनि त्यसरी सोधेर मात्रै रिसिभ गरेर चाहिँ पैसा दिनु होला है। सोध्दा पनि सोधेन हैन। अनि मेरो दिमागमा सोचिरहेको थिएँ सिरक पनि यत्रो हुँदो रहेछ, कसरी पटाएर हाल्यो होला भन्यो। अनि गोरुङ्गो थियो कि फेरि, अनि वेट पनि थियो नि त। अनि अब सिसाको भाँडा अनि यो कपहरु त गोरुङमै हुन्छ नि त, हुँदो रहेछ। अनि गोरुङ्गो भयो अनि होला त नि हैन। अनि त्यसपछि त पछि रुममा हैन, वहीँ काम गर्ने ठाउँमै चाहिँ मैले यो सामान चाहिँ ओपनिङ गरेँ हैन। ओपनिङ गरिसकेपछि चाहिँ मैले त अर्कै भनेको थियो हैन। यो कपहरु त किन चाहिन्छ र हामीलाई हैन, आमा छोरी मात्रै हो, आमा छोरी मात्रै भए पनि पाहुनाहरु आएको बेलामा त हामीलाई कप त चाहिन्छ। तर भाँडाकुँडा भन्ने यही किनिन्थ्यो हैन। मैले चाहिँ एउटा सिरक राम्रो लागेर चाहिँ मन परेर चाहिँ मगाएको थिएँ साथीहरु। तर त्यो मैले भनेको सामानहरु चाहिँ आएन। अनि त्यसपछि मैले फोन गरेपछि हैन, अनि फोन गरेर गाली गरे हैन। अनि उनीहरुले चाहिँ के भनेको बुझेछ भने कपको सेटहरु पठाइदिनु, कपको सेटहरु मगाएको जस्तो मानेछ। अनि त्यसपछि मैले मेसेज हेर्नु राम्ररी भनेर मज्जाले गाली गरे हैन। अनि गाली गरे नि के गर्नु साथीहरु, सामान ओपनिङ गरिहाले हैन, अर्काको सामान बताङ गरिहाले। अनि अबबाट चाहिँ म अनलाइनबाट चाहिँ केही पनि मगाउँदिन भनिरहेको छु। अनि अर्को पलङ बेड मगाएको छु हैन। त्यो बेड पनि अब आफ्नो मान्छेको नजिकैबाट हो त्यो बेडहरु पलङहरु मगाएको चाहिँ। अब चाहिँ केही पनि मगाउँदिन। मैले सामानहरु मगाउने भनेको धेरै जसो अनलाइनबाट नै हो, किनकि अब म बजारतिर गइरहन नि भ्याउँदिन। अब काममा बिजी हुन्छु। अनि काम फेरि बजारमै बस्ने भए पनि उता बजारतिर जानुपर्छ सामान लिन चाहिँ, यतातिर अब खासै त्यस्तो डिस्काउन्टहरु गरेर पाइदैन नि त। अनि बजारतिर गइहाल्यो भने नि पैसा नभएको बेला हुन्छ। अनि त्यही भएर पैसा भएको बेला चाहिँ मैले अनलाइनबाट नै मगाएको हुन्छु। अनि यत्रो सामानहरु ल्याइसके साथीहरु अनलाइनबाट हैन। अनि तर मेरो अहिले चाहिँ लास्टै फसे के म हैन। 1650 मा जब 12 वटा कप र 4 वटा सिसाको त्यो सानो सानो बोल हुन्छ नि कचौडा त्यस्तो, अनि एउटा बिस्कुट खाने त्यो प्लास्टिकको प्लेट के साथीहरु त्यस्तो पठाइदिएको रहेछ के। बा म के गर्ने, रुनु न आस्नु। अनि तर केही छैन हैन, ठिकै हो। अब हराएर त जान्छ भने अनि राम्रै